नमस्ते, वेलकम टु माई च्यानल। आज म हजुरहरूलाई अन्डा आलु करी बनाएर देखाउने छु। फर्स्टमा भिडियोमा देखाए जसरी आलुलाई काट्नु होला। यसो गर्दाखेरि पछि आलु छिल्नलाई सजिलो हुन्छ। यसरी काटिसकेपछि आलुलाई र अन्डालाई पानीमा बोइल गर्न छोड्नुहोस्। त्यसपछि म एउटा मिडियम साइजको प्याज काट्दैछु। अदुवा, लसुन अनि खोर्सानीलाई राम्रोसँग चप गर्ने। यदि तपाईहरू पिरो खानु हुँदैन भने पिरो नराख्दा पनि हुन्छ। मलाई चाहिने सबै कुराहरू चप गरेर सकिएको छ। अब अन्डा अनि आलुलाई हेरौँ के भइरहेको छ। अन्डालाई यसरी फल पार्दाखेरि त्योभित्र मसलाहरू जान्छ अनि झन् राम्रो हुन्छ। हल्का बेसार अनि नुन राखेर अन्डालाई हल्का फ्राई गरिदिने। अन्डा झिकिसकेपछि त्यही प्यानमा हल्का जिरा अनि खुर्सानी राख्ने। तपाईँ पिरो खानु हुँदैन भने खुर्सानी नराख्दा पनि हुन्छ। यतिको भएपछि प्याज हाल्ने अनि प्याजलाई राम्रोसँग चलाएर भुट्ने। प्याज यतिको ब्राउन भएपछि त्यसमा बेसार राख्ने र हल्का चलाइदिने। मसँग टमाटर नभएको कारणले म पेस्ट हाल्दैछु। टमाटर पनि युज गर्न सक्नुहुनेछ। टमाटर हालेर त्यसलाई हल्का चलाइदिने। स्वादअनुसार नुन राख्नुहोस् त्यसमा। त्यसपछि मैले त्यसैमा मसला पनि राखिदिएँ अनि बिस्तारै चलाउँदैछु। एकैछिन त्यसलाई भुटेपछि हल्का पानी राख्ने।
त्यसमा मैले थोरै चिली फ्लेक्स पनि राखेको छु, किनकि मलाई पिरो मिठो हुन्छ, त्यसैले मैले चिली फ्लेक्स राखेँ हल्का। तपाईँहरू नराख्न पनि सक्नुहुनेछ। त्यसपछि हल्का ढाकिदिनु एकछिन। यता मेरो आलु अनि अन्डा पनि रेडी भएको छ। आलु मैले हल्का काटेँ। हेर्नुहोस् त ग्रेभी पनि राम्रो बनेको छ। अब यसमा अघि काटेर राखेको आलु राखिदिने। यसलाई बिस्तारै चलाउनुहोस्। त्यसपछि अघि फ्राई गरेको अन्डा पनि यसमा राखिदिनुहोस्। अब यसलाई मिडियम हिटमा राखेर केही बेर ढाकेर पकाउनुहोस्। ल हेर्नुहोस् त कति राम्रोसँग पाकेको छ अहिले। अब लगभग पाकिसकेको छ। यसमा अब थोरै अघि काटेर राखेको धनिया राख्ने अनि त्यसलाई चलाइदिनुहोस्। अब हाम्रो अन्डा करी रेडी भइसकेको छ। यसलाई म प्लेटमा राखेर देखाउँदैछु। यो अन्डा आलु करीलाई तपाईँले भात अथवा रोटीसँग खान सक्नुहुनेछ। आजको मेरो भिडियो हजुरलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गरिदिनु होला। आज पहिलो पटक भिडियो बनाउँदैछु। भिडियोलाई सबैले माया गरिदिनु होला। नमस्ते।